नमस्कार, हजुरलाई काउलीहरूका धेरैवटा परिकारहरू पनि सिकाउने म छु अनि हजुरले एउटै थरीको काउली खाँदा खाँदा वाक्क लागेको छ भने अब मैले नयाँ काउलीको रेसिपी ल्याएको छु, काउलीको पकौडा। अनि हेर्नुहोस् मजाको क्रन्ची क्रिस्पी हुन्छ, कति क्रिस्पी छ हेर्नु त। यस्तै काउलीका नयाँ नयाँ रेसिपीहरू सिक्न चाहनुहुन्छ भने मैले रेसिपीहरू नयाँ नयाँ काउलीको ल्याइराख्छु छु। हजुर हेर्दै गर्नुहोस्, मलाई फलो गर्दै जानुहोस्। मैले हेर्नुहोस् त अब काउलीलाई सानो सानो पिस निकाल्दैछु काउलीबाट। मैले एउटा राम्रो काउली ल्याएको छु, अब हजुरले कस्तो ल्याउनुहुन्छ। त्यहाँपछि मैले एउटा काउलीको दुईवटा टुक्रा गर्दैछु सानो सानो, ट्याक्कै पछि क्रिस्पी आउने गरेर। त्यहाँपछि मैले बेसन हालेँ, बेसन हालिसकेपछि अलिक कर्नफ्लावर हालेँ, कर्नफ्लावरले अलिक क्रन्ची टाइपको ल्याउँछ। त्यहाँपछि मैले खुर्सानी हालेँ, जिरा पाउडर हालेँ, धनियाँ पाउडर हालेँ, बेसार हालेँ, नुन हालेँ अनि मजाले पानी हालेर हेर्नु त कस्तो बाक्लो बाक्लो गरी घुमाइदिएँ। त्यहाँपछि मैले धनियाँ पनि हालिदिएँ। धनियाँ हालिदिइसकेपछि हेर्दाखेरि हेर्नु त कस्तो मजाको देखियो कलर पनि। अनि मैले काउलीलाई त्यहाँ मजाले डुबाएर मोलेँ। अनि मोलिसकेपछि मैले ट्याक्कै तेलको 200 को टेम्परेचरमा मजाले हाल्दैछु। अब हालिसकेपछि अब मजाले अब एउटा एउटा गरेर छोड्ने, सँगै छोड्नु भयो भने एक अर्कामाथि टाँसिन्छ अनि हेर्दा पनि राम्रो देखिँदैन। अनि एउटा एउटा छोड्नु भयो भने मजाले अनि हेर्नुहोस् केही पाकिसकेपछि चलाउने, चलाइसकेपछि हेर्नु कस्तो मजाको कलर आयो। कलर आइसकेपछि यसलाई 2 मिनट 3 मिनटसम्म मजाले डिप फ्राई हुन दिने। डिप फ्राई मतलब काउलीमा क्रन्ची आउनु पर्यो। क्रन्ची आइसकेपछि अनि मैले मजाले निकालिदिएँ। हेर्नुहोस् त अब हेर्दा पनि कस्तो खाउँ खाउँ जस्तो, मलाई त खाउँ खाउँ जस्तो लाग्यो। अब त हजुरहरूलाई पनि खाउँ खाउँ जस्तो लागिसक्यो होला। त्यसपछि मैले अब हेर्नुहोस् अब मजाले क्रिस्पी चेक पनि गरेँ, कस्तो मजाको क्रिस्पी आयो। हजुरहरू पनि मजाले घरमा एकदम मजाले एकैछिनमा हुने कुरा हो, त्यही कारणले मजाले गर्नु होला। हेर्नुहोस् त मजाको खाउँ खाउँ जस्तो कलर।